नमस्कार सबैजनालाई। आफ्नो मनमा लागेको कुरा राखौँ भनेर चाहिँ आज यो भिडियो तयार पार्दैछु। देशको अवस्था एकदमै नाजुक अवस्थामा छ। नयाँ मन्त्री बनिसके पनि अब जेनजी आन्दोलनबाट सरकार ढल्यो हैन। त्यसैगरी अहिले नयाँ मन्त्री पनि भइसक्नु भएको छ। अरू मन्त्री हुने प्रक्रिया जारी छ हैन। जोसुकै मन्त्री होस्, जोसुकै गृहमन्त्री होस्, चाहे जुनसुकै मन्त्री होस्, त्यो चलिआएको रीतिरिवाज हो। एकले छोडेपछि अर्को मन्त्री हुने अवश्य त चलन छ हाम्रो देशमा हैन। त्यही भएर चाहिँ अब मलाई दुःख लागेको कुरा के हो भन्दाखेरि जेनजीहरू सडकमा उर्तिएको बेला, आन्दोलन गरेको बेला सरकार ढल्यो अथवा भनौँ न सरकारलाई चाहिँ ढाले, जेनजी पुस्ताहरूले चाहिँ ढालिसकेपछि सिंहदरबारमा आगो लगाइयो। याद राख्नुहोस् है, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्नै श्रीमती बोकेको गाडी ट्राफिकले रोकिरहँदाखेरि चोर सरकार भनेर सिंहदरबारमा आगो लगाइदिन्छु भोलिबाट महानगरपालिकाको गाडी रोकेपछि भनेर स्ट्याटस लेखेका थिए अथवा भनेका थिए। सिंहदरबार बालेनले चाहे जस्तै पहिला भनेका थिए र त्यसै भयो, बालेनले चाहे जस्तै भयो भनौँ एक हिसाबमा हैन। यो भिडियो बनाइरहँदाखेरि मलाई गाली पनि गर्नुहुन्छ होला, ठिक छ गाली गर्नुहोस्, त्यो गालीलाई म ग्रहण गर्नेछु आशीर्वादको रूपमा। र सिंहदरबार जलाइरहँदाखेरि बालेनलाई खुसी पनि मिल्यो होला हैन। अब त्यो सिंहदरबार बन्ला नबन्ने भन्ने कुरा होइन, बन्ला हैन। अब त्यो पहिला जस्तो बन्दैन, हामी यो पनि बुझ्छौँ। र अहिले यसको उदाहरण धरहरा हेर्नुहोस्, धरहरा बन्यो फेरि पनि हैन। धरहरा ढलिसकेपछि अहिले त्यो पहिला जस्तो धरहरा छैन, तपाईँ हामी देखेको कुरा हो। र जेनजीले आन्दोलन गरिरहेपछि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह सडकमा आउने हो कि नै, मेरो प्रश्न यो पनि छ पहिलो प्रथम हैन। बन्द कोठामा बसेर स्ट्याटस लेख्ने, ल सिंहदरबार जलिसक्यो, क्षति भइसक्यो, अनि बन्द कोठामा बसेर जेनजी भाइ बहिनीहरू हैन, तपाईँले चाहे जस्तै भएको छ, तपाईँ अब घर फर्कनुहोस् भन्नुभएको छ। यहाँभन्दा पछि आन्दोलन नगर्नुहोस् है। जे नहुनु थियो त्यो भयो, र सरकार त ढल्यो। तपाईँ हामी सबैलाई खुसीको कुरा पनि हो त, किनकि सरकारले भ्रष्टाचार गर्यो भन्ने त्यो आरोप लागिरहेको थियो र त्यो भइरहेको थियो अहिले भनौँ न हैन। त्यो सरकार ढल्यो, त्यो खुसीको कुरा हो। र सिंहदरबार जलाइयो, सिंहदरबार जलाउने को त अब बालेन भन्नै पर्यो होइन, किनकि बालेनले पहिला पनि भनेका थिए सिंहदरबार जलाउँछु भनेर, उनको इच्छा चाहना पुरा भयो। र त्यही भएर चाहिँ बालेनले मलाई लागेको कुरा के हो भन्दाखेरि बालेनले आएर किन चाहिँ सडकमा आएर त्यो सरकार ढलिसकेपछि मन्त्रीको राजीनामा आइसकेको थियो होइन भन्नुपर्ने बालेनले चाहिँ, अब बालेनले भनेपछि कमसेकम मान्थे जेनजी पुस्ताहरूले चाहिँ भयो अब घर फर्कनुहोस् भनेर भन्नु पर्थ्यो। जब सिंहदरबार जलिसकेपछि खरानी भइसकेपछि बालेनले बन्द कोठामा बसेर स्ट्याटस लेख्ने, ल जेनजी पुस्ताहरू अब तपाईँ घर फर्कनुहोस्, तपाईँले भने जस्तै भयो भन्नुभएको छ क्या। यो दुःख कुरा हो। र अर्को कुरा, बालेनको अहिले समर्थनहरू धेरै छन्। बालेनले भनेपछि सबै लाग्थ्यो सिंहदरबार जल्यो होइन, लाखौँको क्षति भयो। लाखौँ भन्दा पनि अब भनौँ न कतिको क्षति भयो, हाम्रो इतिहास नै जल्यो, खरानी भयो। र त्यसैमाथि अब देशमा बलात्कार गरेका, गुन्डागिरी गरेका हत्याराहरू, कैदीहरू जेलबाट फरार भए। फरार भयो भन्ने के भन्ने, यसलाई त्यहाँ बस्न समेत वातावरण भएन, जेलमा पनि आग भयो होइन। के भयो फरार भए। र मानौ अब ती फरार भएका कैदीहरू सबै आउँछन् फेरि फिर्ता भएर, कोही त आउलान् होइन। मतलब 100मा 95% आउलान्, 5% त कता छिरे अहिले त्यो भनि नसक्नु छ। त्यही भएर चाहिँ मेरो मनमा लागेको कुरा के भन्दाखेरि यसमा चाहिँ बालेनले चाहिँ थोरै केही गरिदिएको भए अझै हाम्रो देश चाहिँ 20 वर्षपछि चाहिँ जान्थेन भन्न खोजेँ अब मैले यो भिडियोमा। अब दुःख लाग्दो कुरा छ हाम्रो देशको होइन। अहिले जो मन्त्री भए पनि के गर्ने भन्दा होइन, उही बनाउला नि त्यो, अब तर पहिला जस्तो नहोला। अलिकति दुःख लाग्दो कुरा, हाम्रो 51-52 जनाको ज्यान पनि गइसकेको छ। युवाहरूको भविष्य बोके युवाहरूलाई गोली चलायो, सरकारले गोली चलायो, त्यसमा दुःखको कुरा हो। र सिंहदरबार जल्यो, इतिहास जल्यो हाम्रो होइन। अब इतिहास मात्रै नजल्यो, थुप्रै देशलाई चाहिँ अब 20 वर्षपछि गयो भनेपछि बुझ्नुहोस् यो भिडियो